यसो संसदतिर हेर्छु त्यो प्रत्येक जितेर गएको सांसदलाई यहाँ फुली लगाएपछि के लागेको छ भनेदेखि भने म त भोट पाएर आएँ, मैले जे बोले पनि हुन्छ, मैले जे ठोके पनि हुन्छ। यो संसद हो, यो संसदको गरिमा हुन्न, संसदको मर्यादा हुन्न। म अहिले संसदको सदस्य छैन, त्यहाँ जाने योग्यता मैले यो पटक पाइनँ। त्यो संसदभित्र कुनै बेला काम गरेर आउने मौका हामीले पायौँ। त्यो पार्लियामेन्टमा गइसकेपछि त्यो लोगो लगाइसकेपछि त म त अझ के लाग्नुपर्छ जस्तो लाग्छ भने अझै बढी जिम्मेवार भए। मैले बोलेका प्रत्येक कुराहरू सबभन्दा महत्त्वपूर्ण हुनुपर्छ भने लाग्नु पर्यो। मलाई संसदमा शून्य समयमा त्यो सबैभन्दा त्यो 1 मिनट पाएको समय चाहिँ आज शून्य समय मेरो छ, आज बोल्न पाएको छु भनेपछि म एक दिन अगाडिबाट के बोल्ने, एउटा शब्द के राख्ने, कसरी राख्ने, कुन राख्ने भन्ने बारेमा सोचिराख्थेँ। कागजमा 2 पटक कोर्थेँ, किनकि त्यो त पार्लियामेन्ट हो। यहाँ पनि जे पाए त्यो बोल्नुहुन्न। तर पार्लियामेन्टमा उभिसकेपछि त झन् सबभन्दा बढी सचेत रहनुपर्छ, सोच्नुपर्छ। किन अहिले भनेको जस्तो त्यो पिपुलले के भनिरहेको छ भनेर हेर्नु परेन। अहिले जे मन लाग्यो त्यो यसो पार्लियामेन्ट हेर्छु म। पार्लियामेन्ट मात्र होइन, गभर्मेन्ट हेर्नु। गभर्मेन्टमा बसेको मान्छेसँग अधिकार छ, तर गभर्मेन्टमा बसेको मान्छेसँग प्राप्त गरेको अधिकारलाई अहिले भनेको जस्तै वैधानिक छ, कानुनको प्रयोग गर्न पाइएको छ, कानुन सम्मत छ पनि होला। तर कानुन सम्मत भएको कुरा चाहिँ त्यो लेजिटिमेट छ कि छैन भनेर गभर्मेन्ट सञ्चालन गर्ने मान्छेले हेर्नु पर्दैन। म यसो अदालततिर हेर्छु, अदालतको श्रीमानहरूसँग पनि फैसला गर्ने उहाँहरूसँग चाहिँ त्यो अधिकार छ। तर गरेको त्यो फैसला, मैले गरेको फैसला, मैले गरेका निर्णयहरूलाई आम रूपमा पिपलले त्यसलाई कसरी लिन्छ होला, त्यो लेजिटिमेट छ कि छैन, वैधानिक छ कि हेर्नु पर्दैन। संवैधानिक निकायहरू छन्, संवैधानिक संस्थाहरू छ, चाहे त्यो अख्तियार दुरुपयोग अनुसन्धान आयोग होला, चाहे अरू संस्थाहरू होला। यी सबैको हकमा म नेपालको अहिलेको ठुलो क्राइसिस के देखिरहेको छु, जुन अघिल्लो साल यस्तै क्राइसिस देखेर आफ्नै पार्टीभित्र लडाइँ लडेर, त्यहाँ लडाइँ लडेर त्यो कुरा नसुनिसकेपछि यहाँ आएर बोलेको, यहाँ आएर बोलिसकेपछि भाद्र 8 गते पार्लियामेन्टमा गएर बोलेको कि मैले चाहिँ मेरो आदरणीय सभापति र मेरो प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीलाई कोठामा भन्दा मेरो कुरा नसुनेपछि आज म सार्वजनिक रूपमा पार्लियामेन्टमा आएर बोल्न बाध्य भएको छु भनेर बोलेको भाद्र 8 गते म सम्झन्छु। हामीले जे कुरा देख्यौँ, जे कुरा भन्यौँ, कोसिस गऱ्यौँ, सकेनौँ, त्यसको मूल्य हामीले पनि चुकायौँ। त्यसैले म अहिले जिम्मेवारीमा रहनु, हामी सबैको जिम्मेवारी छ, म अरूलाई पन्छ्याउँदिनँ। तर म 1 वर्षपछि ठुलो चेन्ज आयो, पार्लियामेन्ट गयो, यत्रो आन्दोलन भयो, नयाँ चुनाव आयो, नयाँ पार्टीहरू आएका छन्। म त्यो साथीहरूलाई पनि मेरो ठाउँबाट, मेरो अनुभवको आधारमा, है कुनै गाली गलोज केही भए, कुनै सिकाएको पनि होइन, मेरो अनुभवको आधारमा तपाईँहरूलाई भन्दैछु कि आज जोसँग जिम्मेवारी छ, चाहे त्यो सरकार चलाउने जिम्मेवारी होस्, चाहे त्यो संसदमा भएको साथीहरूको जिम्मेवारी होस्, चाहे त्यो अदालतको जिम्मेवारी होस्, सबैले यति धेरै पिपुलले मलाई नागरिकले मलाई हेरिरहेको छ, मेरो जनभावना अनुरूप छ कि छैन, नागरिकले प्रत्येक पल त्यसको परीक्षण गरिरहेको छ। मैले गरेका प्रत्येक निर्णयको औचित्य पुष्टि हुनुपर्छ। सरकारले गरेको होस्, संसदले गरेको होस्, अदालतले गरेको होस्, अड्डाले गरेको होस्, प्रत्येकको पुष्टि हुनुपर्छ। किनकि डेमोक्रेसी भनेको चाहिँ 5 वर्षमा आउने चुनाव मात्रै होइन। एकपटक चुनाव भयो, चुनावबाट एउटा मान्छे सांसद निर्वाचित भयो, एकपटक चुनावबाट पार्टी निर्वाचित भयो भन्ने, अरे बाबा त्यही त सोचेको हो नि जो काङ्ग्रेस एमाले ठ्याक्कै त्यो सोचेको होइन त। मान्छे हामी त भनेको थियो त, है जनता रिसाएका छन्, नागरिक रिसाएका छन् भनिरहेका थियौँ। हामीलाई के लागिरहेको थियो भने, हामी नै भनौँ, अब हामीले के लागिरहेको थियो भने, अरे बाबा 5 वर्षलाई त भोट दिइसके त, 2/3 छ त हामीसँग भन्ने लागिरहेको थियो। गयो 2/3 हेर्दै। त्यसैले नम्बर्स मात्र होइन रहेछ, है पिपुलको साथ, निरन्तरको साथ। फेरि आफूलाई भोट दिनेको मात्र होइन, भोट दिने होला, भोट नदिने होला, लार्जली मोरल लिडरसिपको कुरा, मोरल कमान्डको कुरा, मोरल अथोरिटीको कुरा डेमोक्रेसीमा एकदमै धेरै यसको अर्थ राख्दो रहेछ। र यसका निम्ति फर्किनु कहाँ पर्छ भने, मैले भने टुङ्ग्याउँछु भने कहाँ जानुपर्छ भन्दा रुटमा जानुपर्छ। हामीले जस्तो आज हामी नन्दप्रसाद जानुका फाउन्डेसनमा छौँ, हामी नन्दप्रसाद उहाँको बारेमा चर्चा गऱ्यौँ। अझ दिनेश दाइले एक स्टेप अगाडि गएर यदि उहाँ जानुका उहाँको भूमिका नभएको भए के हुन्थ्यो भने हामी अझै तल हामी यसरी गयौँ भनेदेखि भने त्यसले हामीलाई ठिक ठाउँमा उभ्याउँछ। हामी एकैपल्ट माथि मात्र हेऱ्यौँ, हामीसँग पाएको शक्ति प्रतिष्ठा मात्र हेऱ्यौँ, त्यसले हामीलाई ठिक ठाउँमा पुर्याउन सक्दैन। हिजो हामीले सिकेको कुरा हो यो। हामी त्यो सिकाइबाट आफूलाई सच्याउन चाहन्छौँ, आफूलाई बदली लिएर जान चाहन्छौँ। नयाँ साथीहरूले पनि उहाँहरूले नभोगेको कुरा हामीले भोग्यौँ त बाबा, हामीले भोगेको कुरा किन त बरु भोग्नुहुन्छ फेरि, त बरु त नभोग्नुहोस्। म त बारम्बार भनिरहेको छु, मजाले अहिलेको कम्तीमा कुनै नयाँ पोलिटिकल एडभेन्चर नेपालमा गर्नु हुँदैन, नेपालले थेक्न सक्दैन। राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन जितेर आएको छ, 5 वर्ष उहाँले निर्वाध रूपले चलाउने, एकैचोटि अर्को 5 वर्षपछि चुनाव गर्ने।
हामीले उहाँहरूभन्दा राम्रो गर्ने गरी तयारी गरेर आउँछौँ नि हामी, नयाँ सोचका साथ आउँछौँ, नयाँ चिन्तनका साथ आउँछौँ, नयाँ साथीहरू जोड्छौँ। हामी जित्यौँ भने हामी आउने, नभए फेरि उहाँहरूले चलाउँ। नयाँ पोलिटिकल एडभेन्चर नेपालमा गर्नुहुन्न। तर पोलिटिकल एडभेन्चर नगर्नको लागि नागरिकहरूको निरन्तरको साथ हामी सबैलाई चाहिएको छ, तपाईँहरूलाई पनि चाहिएको छ, हामीलाई पनि चाहिएको छ।